के तपाईँलाई थाहा छ सानो सुरुवातले कति ठुलो परिवर्तन ल्याउन सक्छ? अङ्ग्रेजीमा एउटा भनाइ छ नि, वक स्लोली बट नेभर स्टप। सानो कोठामा जन्मिएको सपना आज पनि प्रकृतिको काखमा नयाँ ऊर्जासँग अघि बढ्दैछु। प्रयासहरू थाक्दैनन्। म आफ्नो लक्ष्यको लागि पढ्न, सिक्न र बढ्न निरन्तर लागिरहेको छु। सपना केवल देख्नका लागि होइन, बिस्तारै बिस्तारै कोर्नका लागि हुन्छ। सानो यो कोठा, तर सपनाको कुनै सीमा छैन। कागजका पानामा भविष्यका सपना कोर्दैछु। रेखाहरूमा म सास भर्छु, प्रत्येक रेखा आशाका किरण। आज पनि साँझ हामीहरू सरसँग अनि भाइ बहिनीसँग एकछिन फ्रेस हुनुको लागि घुम्न गयौँ। प्राकृतिकको सुन्दरता हेर्दै सबैजना खुसी भयौँ अनि गाई भैँसीहरू गाउँमा देख्दा खुसी लाग्यो। भाइ बहिनीहरूले फोटो खिच्न भने अनि उनीहरूको अलिअलि फोटो खिचिदिए। उनीहरू आज निकै खुसी देखिरहेका थिए। आज उनीहरूलाई अब पढाइमा पनि अलि मन आउँछ जस्तो लाग्दैछ। यति साह्रो प्राकृतिकको आनन्द। अनि हामी फुल टिप्न गएका थियौँ। फुल टिप्दै गर्दाखेरि फुलै उडेछ। जरादेखि निकाल्न खोजेको, जरादेखि निकाल्नै मिलेन। हामीले ढुङ्गे धाराको चिसो पानी पिएर सबैजना फर्क्यौँ। बाटोमा हामीले लोखर्की पनि देख्यौँ। लोखर्कीलाई देखेर हामी सबैजना खुसी भयौँ। कहिलेकाहीँ साना कोठाबाट नै ठुला सपनाहरू सुरु हुन्छन्। स्टेप बाई स्टेप, दिन प्रतिदिन म मेरो सपनाहरू पछ्याइरहेको छु। र सबैभन्दा खुसीको कुरा के छ भने तपाईहरू पनि मेरो यो यात्रामा साथ दिनुभएको छ। आज हाम्रो सानो परिवारले युट्युबमा 100+ सब्सक्राइबर्स पुरा गर्यो। यो यात्रा यहाँसम्म ल्याइदिनु भएकोमा म तपाईहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। अब हामी इन्स्टाग्राममा पनि जोडिसकेका छौँ। फलो गर्नुहोस् सानो कोठा ठुलो सपना।